साथीहरु एकैछिन तपाईले यो भिडियो पुरा हेर्नु होला है। ठगलाई बात भन्ने त्यो चाहिँ जेलमा बसेर आको ठगले जनताको पैसा खान्छ त्यो दलाल हो। बुझ्नुभयो? नेपाली गरिबको फेरि गरिबको बरु केपीले प्रचण्डले सेरेले बरु यति खाएन होला। हेरिसक्नु भयो सबैजनालाई नमस्कार। यो आइमै धेरै दिनदेखि सोशल मिडियामा यति भुकिरहेछ यसका भिडियोहरु जताततै भाइरल भइरहेका छन्। रविलाई के भनेको छ अहिले बाघ हैन यो त ठग हो भन्दै छ। अब त्यसले अर्को कुरा के भनेकी छ भने जति त यसले खाएको छ ठगेको छ त्यति त सेरेले ठगेको छैन, प्रचण्डले ठगेको छैन, केपी ओलीले ठगेको छैन। अब जुन जेन्जी आन्दोलन भयो जेन्जी आन्दोलनमा शेरबहादुर देउवाको घरभित्र आगो लाग्यो। आगो लाग्दाखेरि त्यो घरभित्र पुरै जलेका नोटहरू डलरहरू ती के हुन्? ती पैसा कहाँबाट आए? अनि यिनी व्हाइट बडी काण्ड सुन काण्ड के काण्डहरू छन् यिनीहरूका यी काण्डहरू त्यतिकै निक्लेका हुन्, नठगिकन हुन्। त्यसलाई ठगाई भन्दैन, आफ्नो चुनावी प्रचार आफैले गरेका छन्। यिनीहरूले अर्काको मात्रै नराम्रो पक्षलाई औल्याएर चुनाव जित्ने यिनीहरूको त्यो कोसिस हो। तर त्यो कोसिसमै सीमित हुन्छ। यिनीहरूले अहिले यहाँ जति भुकिरहेछन् यो भन्दा धेरै भुक्नुपर्ने दिनहरू यिनीहरूका पक्का आउनेछन्। यी ठगहरूलाई डाँडा कटाउनै पर्छ। यसले भनेकी छिन् ठगेको छैनन्। नठगेको त त्यो जेन्जी आन्दोलनले बताइसकेको छ। कसले कति ठगेको छ, के गरेको छ, जनताहरू कसको पक्षमा छन्, युवाहरू कुन चाहिँलाई भोट दिन चाहन्छन्, युवाहरू कसको पक्षमा छन् भन्ने कुरा सबै चारैतिरबाट अहिलेको यो अवस्थाले बताइरहेछ। भिडियो राम्रो लागेमा लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। लाइक त थिच्दिनुहोस् दादा, कि छेउमै हुन्छ लाइक।